फेरि पनि हामी जोडिसकेका छौँ। अघि हाम्रो के थियो भने के च्यालेन्ज रे करेन्ट च्यालेन्जमा चाहिँ म फर्स्ट भएँ होइन, उहाँ सेकेन्ड, उहाँ थर्ड हुनुभयो। अनि हाम्रो के थियो रे हाम्रो च्यालेन्जमा चाहिँ हार्नेलाई चाहिँ अनि एउटा गीत सिलेक्ट गर्ने, त्यो गीतमा चाहिँ डान्स गर्नुपर्ने हुन्छ भनेर भनिसकेका थियौँ। तपाईँहरू रेडी हुनुहुन्छ नि होइन? रेडी हुनुहुन्छ नि होइन? अनि गीतको बोल चाहिँ छ बोतलको पानीले आँखा सन्काई सानीले इज्जत गयो पिउने बानीले हो, अनि इज्जत गयो हार्ने बानीले भन्ने भयो। तर इज्जत त गएको छैन, यो जस्ट फनको लागि मात्र हो, रमाइलोको लागि मात्र हो। अब चाहिँ हाम्रो साथीहरूले गीतमा डान्स गर्नुहुनेछ अनि हामी चाहिँ मस्तले इन्जोय लिनुपर्छ दर्शकहरू। लु होइन रेडी हुनुहुन्छ नि होइन? रेडी हुनुहुन्छ? रेडी ल तपाईँहरूलाई जबरजस्ती त छैन नि। अघि नै च्यालेन्जमा हार्नेलाई यस्तो यस्तो पनिसमेन्ट हुन्छ भनेर भनिसकेको छौँ। ल गाइजहरू सबैजनाले हेरेर इन्जोय गर्नुपर्छ ल। एउटा हातले चुरोट तान्ने अर्को हातले बोतल फुलतैमा खसेमा पठाउन थाले बोतलको पानीले आँखा सन्काई सानीले इज्जत गयो पिउने बानीले बोतलको पानीले आँखा सन्काई सानीले इज्जत गयो पिउने बानीले बोतलको पानीले इज्जत गयो हार्ने बानीले मकमक बसाइहाल्छ, ठाडो बोतल देख्नै हुन्न यो मुख बसाइहाल्छ। हार्ने बानीले अरू पनिसमेन्ट स्वरूप उहाँहरूको डान्स पनि खतरा देखिसकेका नै छौँ होइन। अब यस्तो ए गाइजहरू होइन उहाँहरूको पर्फर्मेन्स पनि हामी हेरिसकेका छौँ। उहाँहरूले आफ्नो जुन अघि टास्क हामीले दिएका थियौँ त्यो पनि कम्प्लिट गरिसक्नुभयो होइन। अझै पनि उहाँहरू नाच्नुहुन्छ तर यसमा चाहिँ भिडियो धेरै लामो हुन्छ भनेर चाहिँ मैले यति नै गर्न चाहेँ होइन। तपाईँहरूले इन्जोय लिनुभयो होला होइन? हामीले भन्दा धेरै तपाईँले लिनुभयो नि। हामी नाच्ने पनिसमेन्ट हो होला हामी त तपाईँले लिनुभयो नि अध्यक्षता ग्रहण गरेर यस्तो राम्रो मुहारमा। तर वास्तवमा मैले चाहिँ धेरै नै इन्जोय लिइराखेको छु साथीहरू। अब फेरि अर्कोचोटि पनि हामी केही त्यस्तै च्यालेन्जहरू गर्नेछौँ अनि तपाईँहरूलाई इन्जोय दिनेछौँ। अहिले भने चाहिँ बाई बाई। नाच्न चाहिँ हामी छोड्दैनौँ होइन, कन्टिन्यू हुन्छ नाच्न चाहिँ अब 1 घन्टा जति। अहिलेलाई चाहिँ बाई बाई। टिकटकबाट चाहिँ बाई बाई।